गाइज होइन अब यो दिवालमा ह्यान्ड स्ट्यान्ड गर्न आँटेको छु। हो यहाँनिर चाहिँ गर्दाखेरि हल्का फुल्का लाग्यो। यो चाहिँ मलाई त्यति मजाले आउँदैन होइन, र पनि ट्राई गर्छु। सकिएन हौ गाइज, लास्टै गाह्रो भयो यहाँ, गाह्रो हुँदो रहेछ यो। सकिएन, फेरि ट्राई ल लास्ट। सकिएन गाइस, दिवालमा राखेर त सकिएन। दिवाल बिनै गर्दा फेरि त झन् कहाँ सकिएला। ह्यान्ड स्ट्यान्ड त मेरो सक्यो। अब ट्राइसेप, सोल्डर, बाइसेपको हल्का हल्का फेरि एउटै डम्बेल मैले बनाएको छु क्या, हो त्यहीबाट हान्छु। अनि त्यो पनि सक्यो भयो। अनि यो चाहिँ म एक दिन अवश्य प्र्याक्टिस गर्दै जान्छु। पर्फेक्ट भएपछि म तपाईँहरूलाई गरेर अनि भिडियोमा हाल्नेछु है। गाइज अर्को भनेको चाहिँ मेरो यहाँ डम्बेल छ होइन, यत्रै चाहिँ योभन्दा अब अरू छैन पनि, तर यहाँनिर पनि अलिअलि कमी जस्तो लाग्यो क्या। एकतिर बेसी, एकतिर अलि लो जस्तो लाग्यो होइन। यो बाइसेपको लागि एउटा यो भयो, अर्को भनेको सिधा यो एउटा यो हुन्छ होइन। यो हान्दा पनि यही, यसमा पनि यही होइन। फोरआर्म्सको लागि यो पनि हल्का फुल्का चाहिँ हान्नु होइन। यो हान्ने सोल्डरमा लागिहाल्छ। अर्को भनेको यो गरेर यो हान्ने, पर्फेक्ट हुन्छ क्या सोल्डर पनि होइन। र यो खालको पनि छ। यो खालको छ होइन। अनि फुल बडी वर्कआउट प्लस ट्रेन, राम्रो मसल पनि बन्छ होइन। यो हान्दा फेरि पनि ब्याकमा मजाले लाग्छ गाइस। एउटा डम्बेलले होइन, एउटा डम्बेलले पर्फेक्ट हुन्छ, पुग्छ। मैले जति यहाँ गर्छु, मैले गरे जति एउटा नछोडिकन मैले अल टु अल हजुरलाई हेराइसकेँ होइन। यो एउटा डम्बेल बनाउनु पनि मलाई निकै उतो भएको थियो। एउटा मेरो घरमा पनि डम्बेल भयो हुन्थ्यो, म गर्थेँ भन्ने हुन्थ्यो कि। तर जबरजस्ती मैले यो बनाएर पनि छाडेँ र अहिले सजिलो पनि भएको छ। गाइज आजको भ्लग यहीँ सक्यो। राम्रो लाग्यो भने, अलिकति खुसी हुनुभयो भने सपोर्ट गरिदिनु होला है। आजको लागि यति नै। नेक्स्ट भिडियोमा फेरि पनि आउनेछु। ल गाइज, बाइ बाइ, टेक केयर।